स्वागत भइरहेको छ, सम्मान भइरहेको छ। यसरी चौरा यो श्रमदान क्याम्पमा स्थानीयहरू सबै मौलिक आफ्नो वेशभूषा भएको छ। फुलले प्रत्यक्ष देखिरहेको छ उहाँलाई स्वागत गरिराख्नु भएको छ। स्वागत गरिराख्नु भएको छ। अत्यन्तै उत्साह छ यहाँ डुमलिङमा बस महानुभावहरू स्थानीयवासीहरूको भक्तो उपस्थिति रहेको छ। यसरी आज स्वागत भइरहेको छ र भोलि उद्घाटन समारोह झन् कति बसेको छ अनुमान गर्न सक्छौँ। यहाँ बोजू पनि आउनुभएको छ। हाम्रो आमा 2.5 महिनामा निर्माण सम्पन्न भएको थियो भने यति धेरै स्थानीयवासीको आज नै उपस्थिति रहेको छ। भोलि उद्घाटनको लागि आउनुभएको छ। स्वागत ओहो सानो नानीबाट अति धेरै वृद्ध वृद्ध युवा बालबालिका केटाकेटीहरू सबैजना आउनुभएको छ। नानीहरू पनि हुनुहुन्छ। फुल दिएर सम्मान गर्ने सम्मान भएको छ। अब चाहिँ भरिन लागेको छ। तपाईँले यहाँ देख्न सक्नुहुनेछ। श्रमदाताहरू सबै वस्त्रदाता समाजको बोल्ने अरे म त बोल्न आउँदैन हौ। आउँदैन के बोल्ने होला। ल सबैलाई धन्यवाद छ। खुसी लागेको छ आज तपाईँहरूलाई भेट्न फेरि म आएँ। यहाँ डुमलिङ बाहिरबाट श्रममा आउनुहुने सबै श्रमदाताहरूलाई धन्यवाद दिन चाहन्छु। अब सबै कुरा त भोलि भन्ने होला। खासमा आइयो, रमाइलो भयो। के अरे पर कहाँबाट हाम्रो गाडी बिग्रेर 2 घन्टा जति त्यहाँ बस्यौँ। पर के अरे खलङ्गाली मासतिरदेखि अनि आउँदा आउँदै ढिलो भयो। कहिले गाडी हिलोमा फस्ने अघि दिनदेखि पर्खिनु भयो होला तपाईँहरूले नि। र यहाँको स्थानीय जति पनि हुनुहुन्छ दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूको यो पोसाक नृत्य सबै कुरा कति धेरै मनपर्छ मलाई चाहिँ है। कस्तो राम्रो क्या यहाँको यो जे यहाँ छ त्यो संसारमा कहीँ पनि छैन है। त्यो तपाईँको संस्कृति हो।
फेरि भने ल जे यहाँ छ नि त्यो संसारमा कहीँ पनि छैन। त्यो भनेको तपाईँको संस्कृति, तपाईँको जीवनशैली होइन, त्यो कुरा चाहिँ अनुपम छ संसारमा। त्यो कहीँ पनि छैन, काठमाडौँमा पनि छैन, धरानमा पनि छैन, पोखरामा पनि छैन, नेपालमा कहीँ छैन। नेपालमा नभइसकेपछि संसारमा हुने कुरै भएन है। यो गहना यो सम्पत्तिलाई सधैँभरि बचाइराख्नु होला। यो नानीहरू यता आउनु त दुईजना है। यस्तो क्या यो संसारमा कहीँ पनि छैन यो पोसाकहरू होइन। यो चाहिँ तपाईँहरूको सम्पत्ति हो, संस्कृति चाहिँ तपाईँहरूको सम्पत्ति हो, जुन संसारमा कहीँ पनि छैन। यसलाई बचाइराख्नु होला म भन्न चाहन्छु। र हामीले पुल बनाइसकेको रहेछौँ, सबैलाई धन्यवाद दिन चाहन्छु। हाम्रो श्रमदाता साथीहरू अगुवाई गर्नेहरूलाई मैले विशेष धन्यवाद त अब भोलि दिनुपर्छ होला होइन। र आज पनि अलिकति यसो चाहिँ नि स्वागतहरू गर्ने कार्यक्रम राख्नु भएको रहेछ है। त्यति धेरै माला मैले कहिले लगाएको थिइनँ, घाँटी यस्तो भएर हतार हो साँच्ची हो। म उता धरानतिर लाउँदिनँ त, उता उता जानुहोस् है, उता जानुहोस् है भन्छु, भागिहाल्छु। तर यहाँ चाहिँ अब त्यसो भन्नु मिलेन होइन। अनि थुप्रो मालाहरू लगाइदिनु भएको छ, फुलहरू कहाँ कहाँबाट टिप्नु भएको हो होइन। बारीमा त छैन होला अहिले, उता वनपाखा कहाँबाट टिपेर ल्याउनु भयो त्यति राम्रो राम्रो फुलमालाहरू। तपाईँहरूको यो माया देख्दाखेरि कस्तो लाग्छ सम्झिँदा कि यो चिज हो। र धेरैलाई मेरो तर्फबाट धेरै धेरै स्वागत छ। सबै मिलेर काम गरौँ म त्यो भन्न चाहन्छु। यति भनौँ होला, रात पर्न आँट्यो। अब भोलि मात्रै हामी पुलमा जान्छौँ होइन। र भोलि 11 बजीको समय होला, अघि 11 बजीको समयमा त्यहाँनिर हामी यसो भेला हौँ यहीँको होइन। अनि त्यो पुललाई उद्घाटन गरौँ, यति भन्न चाहन्छु। नमस्कार। तिमी पनि आउला केटाकेटीहरू